द ब्राजिलियन बोय रोड्रिगो। रोड्रिगो चाहिँ एकदमै बवाल र एकदमै दामी विङ्गरको रूपमा चाहिँ देखिन्छौँ हामी चाहिँ। लास्ट सिजनमा चाहिँ एकदमै धेरै कम समय र टाइमै नदिने र बेन्चमा बढिराखेको कारणले गर्दाखेरि उसको गेम एकदमै धेरै खस्किँदै गइरहेको छ र अहिले पनि चान्स दिन त दिन्छ तर 5 मिनट 10 मिनट धेरै पटक चाहिँ आफ्नो व्यावसायिक फुटबल क्लब रियल म्याड्रिडमा चाहिँ छाड्ने अथवा बस्ने छाड्ने अथवा बस्ने भन्ने विवादमा नै अल्झाएर राख्यो। त्यसपछि पनि रोड्रिगो चाहिँ एकदमै धेरै सङ्घर्ष गरिरहेको छ। केही समय थियो रोड्रिगोलाई चाहिँ नेमार पछाडिको चाहिँ ब्राजिलियन हिरोको रूपमा देखिन्थ्यो र दुनियाँले हेरि पनि रहेको थियो। 23-24को त्यो रातहरू जुन च्याम्पियन लिगमा उसले छोडेको लेगेन्सीहरू 90 मिनट 98 मिनट 80 मिनटमा आउने र क्लच गोलहरू गरेर चाहिँ आफ्नो टिमलाई चाहिँ जित निकाल्ने र उसको नाम चाहिँ एकदमै ठुलो बनिसकेको थियो रियल म्याड्रिडमा चाहिँ। तर पछिल्लो समय एकदमै धेरै खस्किरहेको छ। त